चितवनमा अवस्थित नारायणी नमुना माध्यमिक विद्यालयको नाम नसुन्ने त हाम्रो देशमा कमै हुनुहुन्छ होला जो शिक्षा र शिक्षण पेसासँग सम्बन्धित हुनुहुन्छ। हजुर, उत्कृष्ट नतिजाको कारण धेरै पटक राष्ट्रिय अवार्डहरू विभिन्न विधामा हासिल गरिसकेको यस विद्यालयको अवलोकन गर्ने अवसर हामीले पनि पाएका थियौँ यही माघको 28 गते। नमस्कार। उहाँहरूको न्यानो स्वागतमपछि हामी बैठक कक्षामा प्रवेश गरियो र त्यस विद्यालयका प्रज्यूबाट इतिहासदेखि अहिलेसम्मको अवस्थासम्म आइपुग्दाको घटनाक्रमहरूको बारेमा उहाँले हामीलाई छर्लङ्ग पारिदिनु भएको थियो, जुन हामी सबैजनाको लागि एउटा उत्प्रेरणात्मक पल भएको थियो। देख्न सक्नुहुन्छ त्यस विद्यालयमा कति धेरै अवार्डहरू, कति धेरै प्राइजहरू उहाँहरूले हासिल गर्नुभएको रहेछ। यी सबै प्राइजहरू कुनै पसलमा बेच्न राखिएको भन्दा कम थिएनन्। यी अवार्डहरूलाई देखेर यस विद्यालयको चाहिँ एकदमै हाइटमा पुगेको रहेछ विद्यालय भन्ने कुरा चाहिँ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। मजाले सजाएर राखेको यी अवार्डहरू, पुरस्कारहरू, प्रमाणपत्रहरू सबैलाई हामीले मजाले नियाले है। विद्यालयको प्राङ्गण पनि एकदमै मनोरम रहेको छ। भौतिक रूपमा पनि विद्यालय एकदम सक्षम अनि सम्पन्नशाली हामीले देख्छौँ र अनि साइन्स ल्याब र म्याथका ल्याबहरू हामीले घुम्यौँ। ती ल्याबहरूमा विद्यार्थीहरूले नै बनाएका सामग्रीहरू थिए, शैक्षिक सामग्रीहरू थिए। 4 बजेपछि चाहिँ विद्यार्थीहरूको लागि चाहिँ कराते, तेक्वान्डो है के भन्छ यो यिनीहरू सबै तालिम दिने रहेछ इन्ट्रेस्टेड स्टुडेन्टहरूको लागि चाहिँ। यो पनि मलाई एकदमै मन पर्यो। यो चाहिँ विज्ञान प्रयोगशाला हो। यो भित्र छिर्ने बित्तिकै मलाई चाहिँ केमिकलहरूले नाकमा असर गरेर म चाहिँ धेरै बेर बसिन बाहिर निस्किहालेँ है। यहाँको अवलोकन गर्ने अवसर चाहिँ पाएँ, खुसी लागेको छ। त्यस पश्चात हामी बन्दै गरेको सामाजिक सङ्ग्रहालयभित्र प्रवेश गरे है। त्यहाँभित्र चाहिँ यो चाहिँ निर्माण हुँदै रहेछ, निर्माणाधीन अवस्थामै रहेछ। जे होस् अलि सामग्रीहरू चाहिँ बनेको रहेछ। तर यहाँको डेकोरेसन हेर्दा, यहाँको डिजाइनिङ हेर्दा चाहिँ यो बनिसकेपछि यस्तो बवाल अट्र्याक्टिभ सन्देशमूलक देखिनेवाला छ जस्तो मलाई चाहिँ लाग्छ। पछि कुनै दिन अवसर पायो भने फेरि त्यो विद्यालय प्रवेश गरेपछि चाहिँ यो सामाजिक सङ्ग्रहालय चाहिँ घुम्ने एकदमै ठुलो रहर छ। त्यहाँका प्रज्यूबाट हामीले जति पनि सुने ती सबै कुराहरू सुन्दाखेरि एकदमै त्यो इतिहास चाहिँ, ऐतिहासिक घटनाक्रम चाहिँ एकदमै मनमोहक, लोभलाग्दो नै छ। तपाईँहरूलाई पनि सुन्नु मन छ भने आउनुहोला। धन्यवाद।